हुन्छ तपाईहरुलाई फेरि पनि हामी स्वागत गर्न चाहन्छौं। आज चाहिँ एउटा कारण छ, प्रभु महान हुनुहुन्छ अनि प्रभुलाई महिमा भएको होस् अनि प्रभुलाई धन्यवाद दिन कारण थुप्रै छ अनि त्यो मध्ये हाम्रो एउटा कारण छ प्रभुलाई धन्यवाद दिने आज। त्यो चाहिँ के भन्देखिलाई हामीलाई प्रभुले जोड्नु भएको 2 वर्ष कम्प्लिट भयो आज चाहिँ है। अनि हाम्रो दुःख सुखमा हरेक क्षेत्रमा प्रभुले सहायता गर्दै यहाँसम्म आइपुग्नमा प्रभुले सहायता गर्नुभयो अनि प्रभुलाई धन्यवाद भएको होस्। अनि त्यो सँगसँगै हामी एउटा यो उपलक्ष्यमा सानो एउटा गीतलाई लिएर आइराखेको छौं अनि प्रभुलाई धन्यवाद भएको होस्। अनि त्यो सँगसँगै तपाईले सुनिदिनुहोस् कस्तो लाग्छ है त। जोड्नु भयो र आशीष दिनु भयो, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ। मृत्युले अलग नगरेसम्म माया गर्न वास्ता गर्न जोड्नु भयो, सुखको ऋतुहरूमा सँगै रमाउन जोड्नु भयो, मृत्युले अलग नगरेसम्म माया गर्न वास्ता गर्न जोड्नु भयो, दुःख सुखको ऋतुहरूमा सँगै रमाउन जोड्नु भयो, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ, यसैले हामी मिली धन्यवाद चढाउँदछ। हुन्छ के कस्तो लाग्यो तपाईले प्रतिक्रिया दिन सक्नुहुन्छ।